त्यसले सम्पूर्ण युट्युब फ्यामिलीहरूलाई वेलकम टु माई युट्युब च्यानल। अनि आजको भिडियो चाहिँ के हो भने अब सबैजना थाहा छ अहिले वर्ल्ड कपको फिभर चलिरहेछ। अनि वर्ल्ड कपको फिभर चलिरहेछ आज चाहिँ वर्ल्ड कपको फाइनल हो। फाइनल चाहिँ अब अर्जेन्टिना विरुद्ध फ्रान्सको खेल हुन गइरहेको छ अहिले 10 बजे। अनि त्यस कारणले हाम्रो यहाँ अब ठिटाहरू मिलेर अनि सानो सबैजना मिलजुल गरेर अनि योपालिको वर्ल्ड कप चाहिँ हेरौँ भनेर अनि सानो प्रोग्राम राखेको छ। अनि त्यसमा अब वर्ल्ड कप हेर्दाखेरि केटाहरूको एक्साइटमेन्ट, कसले खेल जित कसले मार्ला त्यसको बारेमा चाहिँ अनि म यो भिडियो मार्फत देखाउन गइरहेको छु। अनि हजुर अब यहाँ वर्ल्ड कप हेर्नको लागि रेडी भएर राखेको छ, सब रेडी भएर अब केटाहरू कुनै चाहिँ आइसकेको छ, कुनै आउन बाँकी छ। ल हेर्दै जानुहोस्। केटाहरूले बिहान बिहान यहाँ ब्रेकफास्ट पनि रेडी गरेछ। ब्रेकफास्ट हो। The entire British defense out there for Ron, who found a goal. The 2022 FIFA World Cup halftime show on Fox. La. फ्रेन्च को कोच चाहिँ आएर कोच केटाहरू एक्साइटमेन्टमा छ धेरैजना। सबै अर्जेन्टिनाको फ्यानहरू छ।
last time just lost their concentration. What would they do, man? Money's flying in there. Wait. आज गेम त एकदम खतरा भयो भयो यस्तो खेले भयो अब चाहिँ पेनाल्टी सुटआउट र पेनाल्टी सुटआउट गरिहाल्छ केटाहरू सबै एक्साइटमेन्ट छ गेम हेर्न चाहिँ अझ एकदम इन्ट्रेस्टिङ भयो Congratulations, Argentina! Messi! वर्ल्डकप हेरेको चाहिँ एकदम मजा आयो केटाहरूलाई सबैजनालाई गेम हेर्दा पनि एक्साइटिङ गेम हेर्न पनि मजा भयो 3 गोल हाल्यो अनि त्यहाँदेखि फाइनली सुटआउटमा अर्जेन्टिना जित्यो मेसीको सपना पनि पुरा भयो This was a team performance at different times. You need players to step up.